हामी क्याम्पिङ जाँदैछौँ। आज हाम्रो छोरी जन्मेदेखिको फर्स्ट क्याम्पिङ हो। छोरी आएदेखि हामी क्याम्पिङ जान पाएको थिएनौँ, बेबी सानो भएर, बच्चा सानो भएर। आज हामी जान्छौँ, मेरो छोरीको आज फर्स्ट क्याम्पिङ हो। हेरौँ, रमाइलो गर्छौँ, इन्जोय गर्छौँ। कति मिनट छ? 11 मिनट। मेरो छोरीको आज फर्स्ट क्याम्पिङ न्यू क्यासलमा भयो। हेरौँ कस्तो हुन्छ, राम्रै होस्। यो क्याम्पिङमा छोरीले पास गर्यो भने अनि स्नो माउन्टेनमा नि क्याम्पिङ गर्ने भनेर सोच बनाएको छौँ, होइन त? मेरो गुड्डु छोरी We'll have fun. Chill. के गर्दैछ माइटहरु त्यहाँ? हाम्रो अघि आइसकेका केटाहरु त्यहाँ बसिसकेका छन् 10-15 मिनेट अगाडि नै। गाइज हामी चाहिँ अब क्याम्प ग्राउन्ड आइपुग्यौं। खासमा हाम्रो क्याम्प ग्राउन्ड माथि थियो के अरे ग्याप ट्रिप क्याम्प ग्राउन्ड, तर हामी अहिले यहाँ चाहिँ अर्को चाहिँ छेउमा भएको के अरे बङ्गलो क्याम्प ग्राउन्डमा आएको छौँ। यो चाहिँ उज्यालो खुल्ला छ, फेसिलिटिज राम्रो छ, बार्बिक्यू गर्ने पनि छ। इलेक्ट्रिक रहेछ क्या त्यहाँ, अनि टोयलेट बाथरुम त्यता छ। यता छौँ हो। सबसे प्यारी प्यारी मजा आएको झुन्डिन। रातिको लागि व्यवस्था तातो न्यानो बनाउनलाई। आउ छोरी, दाउरा लिएर आऊ, छिटो। दाउरा ल्याएको छोरी, ल गुड गुड छ, गुड। कहिले ब्रिङ द्याट हियर, ब्रिङ हियर चलु। यहाँ दादा के गर्दै हुन्छ दादा? यहाँ चाहियो मलाई। डाटालाई ल्याइदिऊ, आऊ आऊ लिएर आऊ। यस छोरी यहाँ ल्याऊ ल्याउ 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 देऊ यहाँ ल्याइदिउ ल्याइदिउ ल्याइदिउ। त्यो कहिले खान सघाउने कहिले हुने तिमी? हाँ ल ल्याऊ, देऊ 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 उठु देऊ 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 त्यहाँ हान्नु पर्यो, देऊ देऊ न। थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू। अझै ल्याइदिऊ बाबा, डाटालाई ल्याइदिऊ। तिमी सघाउन आएको छ नि? ए ल ल, अब अहिले त अलिक सघाउने भइसकेका छैन तिमी, होइन तर अबको 1-1.5 वर्ष पछि ल भनेको कुरा मान्दैन फेरि डडीको। यो ल्याऊ भन्दा त्यो ल्याउने ल। त्यहाँनिर यो पोल जस्तो होला के अरे गाइज, एउटा पिलर चाहिँ हाम्रो खडा भइसक्यो। अब अर्को खडा हुने क्रममा छ।
केटाहरूले त्यहाँ अलि बिगार्छ कि भने त्यहाँ मसला घोला माथिबाट सिधै चाहिँ हाल्नुपर्छ ठिक छ यस्तो बङ्गाउँ त्यहाँ ल तपाईँ तान्नुहुन्छ त्यहाँबाट ल त्यो सुताउ न यो पिलर लाल कस्तो हो उतिपट्टि ल ल ल बिस्तारै बिस्तारै जानु पर्दा यहाँबाट ल धेरै टाइम पनि लाग्दैन यो हुन त 2 मिनेट भयो भने म्याक्सिमम 20 देखि 25 मिनेट सकिहाल्छ अनि त्यसपछि यो छ नि बाइक स्ट्रापहरू छ टक्क टक्क स्ट्राप हाल्यो सघाउनु नआउनु छोरी अहिले तिमीलाई फेरि अहिले तिमीलाई नै हेल्प गरेर बस्नुपर्छ स्ट्याप हाल्ने भन्नाले ल टेन्टको छाना पनि लागेको माथिको कभर ल अब चारवटा डोरी टक्कसँग ल्याएर हाल्ने सकियो नि सकियो फिका भयो के हो यो हामीलाई गल हो बाबा गल हो अब हाम्रो त्यहाँ लन्च बन्दैछ बन्न स्टार्ट हुन लाग्यो घरहरू रेडी भयो अनि क्यारम बोर्ड चल्छ फुटबल चल्छ ब्याडमिन्टन चल्छ म्याट्रेस ओछ्यायो गाइज मजाले अब बुढले बेड बनाउँछ पाक्दैछ चिकन खानु पर्यो एक लट मजाले छोरी इज वेल सेटल्ड खाना खाँदैछ आफ्नो उसको खाना ल्याएको थियौँ तताएर अब खाँदैछ ल गाइज हामी चाहिँ ग्याप ट्रेक क्याम्प ग्राउन्डमा छौँ जहाँ चाहिँ नेटवर्क पनि छैन केही छैन शान्त एकदम वर्क स्ट्रेस केही छैन न कसैलाई फोन गर्दैछ न कसैको फोन आउँछ भने टेन्सन मजाले छोरी पनि खेलाएको छ मिठो पाकेको छ चटपट पाकेको छ चिकन हुँदैछ यता मोमो पनि रेडी हुँदैछ अब के चाहियो योभन्दा राम्रो एकदम इन्जोय भएर छ मोमो चाहिँ यसपालि हामीले आफै बनाउन सकेन ल्याएर टक्कसँग अब टिम गरेर खाइन्छ मोमो ड्राइभर छैन अहिले कति पिरो हो चटपटे पनि छोरीको पनि यहाँ छ चटपट खाना के खाएको छोरी चिकन खाएको जङ्गलको बिचमा आएर के हुँदैछ सोल्टी यहाँ पुरै पुरै फुल प्रिपेयर भएर पुरै मान्छे पोला जस्तो गरेर यार अब पुरै मुडा जुडा हाल्ने हो चलाएर कहाँबाट आउँदैछ भाइ मकै पोलेर नि खाने दारा खोज्न गयो कि के हो नेपालको जङ्गलतिर जाँदाखेरि अरू सके गरेर आए टोयलेट गए जस्तै गरे क्या छोरी दुध खाने बेला भयो ओ माय गॉड यो ल्याउने घोडा मलाई गर्मी लाग्यो त चिया यहाँ पकाउँदैन हुन्छ भाउजू एकैछिन पाक्छ तर त्यहीँ पकाउनु अहिले ग्यास सक्यो होला ग्यास सक्यो सायद यत्रो भयो भने मेहनत गरेको छ नि सोल्टीले सही हो सबका खत्म हो तो निभाना प्यार के गरेको छोरी
ब्याडमिन्टन खेलेको छोरी ब्याडमिन्टन खेलेको छोरी जाना मुझसे दूर नहीं जाना प्यार तो निभाना प्यार किया तो निभाना। यस्तो राम्रो काम गरिरहेको छु भाइ भन्नु पर्दैन भिडियो बनाइदिन्छु नि मैले धार लाएर आमा के गर्ला ओ माई गॉड लसल्टी देखाउनु पर्यो है आमा छोरी के गरेको त्यहाँ जंगल भित्र छिर्दै हो यस सुँगुर जुम गर्न लिनु ल मुखको ल छोरी मामा सुँगुर keep going let's go hold दिल का राजा बन डीजे पूरा यो था किससे का था सर उसको खुट्टाइ होला फेरि उसको अर्को जुत्ता लगाइदिनु पर्थ्यो गोलु म झार्छु त रे गोलु भुन्टो ओए ल जा ल हिडु ल जाऊ ए लडिन्छ गोलु चेपमा खुट्टा अड्केला नि फेरि ल जम्प ल अब भयो चित्त बुझ्यो उता आएर अब ब्याक टु क्याम्पिङ हिँडाउनै पर्ने तँलाई ल हिँड ल यता ए उता होइन छोरी क्याम्प ग्राउन्ड ब्याक टु क्याम्प ग्राउन्ड उसलाई अब आउनै मन छैन यतातिर उतै जानु छोरी तल छोरी गोलु आऊ छोरी आऊ यता तल कहाँ जाने जानुपर्छ छोरी टाटा गर्नु बाबा टाटा यहाँ यस्तो गरेर यस्तो गर्ने उतै जान खोज्दैछ उतै फेरि बाटो हेरे ल दाउरा उठाएर त्यो आगोमा हाल्नु बाबा ल ल्याउ दाउरा ल्याउ दाउरा होइन त्यो बाटो हेरेर खोलातिर जानु खोज्दैछ आगो त पुरा बल्छ ल गाइज हाम्रो मोमो पनि पाकिसक्यो अब खाने बेला भइसक्यो टक्कसँगले सबैजनालाई चुले निम्तो मोमो खाने हो ए कुन खाने भित्र खाने हो पुरा जुसी भएछ तलको पानी ओ मलाई पनि देऊ अरे भनेको मोमो खाने कार्यक्रम भइरहेछ हेरेर Cheers. भइयो
सब खायो के तपाईँ चियर्स अडक डाँडा लाग्छ नि सुने अनि हाम्रो के छ मकै पाएछ दोस्त मकै पुरै यहाँ ग्रिल वेल डन एकदम धेरै नै ठिक्क पटेन भएर अहिले फेरि पपकर्नै बनाइ छोरीले यहाँ सुताएर आएको त फुन्टी त उठिछ कि पुरै गोलु डड्डा गर्दैछ कोरे पिको पो गरेको डड्डी भन्दै छ एउटा पिकअपू सुत्नु पर्दैन हाम्रो चाहिँ गाइज यो टेन्ट भित्र यहाँ हल टाइपको छ हल त्यसपछि हाम्रो छोरीको यो बेडरुम न्यानो पर बसिरहेको थियो गोलु यस कहाँ आइद न के हुँदैछ सरी चुम्मा अब के खाने चिकन खाने अब हाम्रो चिकनको लट सुरु भयो गाइस मजा आएछ एकदमै यस्तो अँध्यारो जङ्गलको बिचमा छौँ एकदम सही रमाइलो भइरहेछ अब छोरीको फर्स्ट क्याम्पिङ एक्सपिरियन्स पुरै रमाइलो गरिरहेको छ मुन्टु खायो चिकन खाएर पुरै बार्बिक्यू किर्कनाले सबैभन्दा चिल किर्कनाले हान्दा खायो हाम्रो यहाँ पुरै चिकन टुकुर अब के अरे सरी पाहुना आएको थियो यहाँ अहिले भर्खरै कता गयो उता भाग्यो पोसम हो मेरो छोरीलाई पानी आयो छोरी पानी आयो के पानी आयो कोही हाम्रो ल गाइज अब चाहिँ हाम्रो सुत्ने बेला हुँदैछ पानी तपाईँ छोरीको लागि टक्क भरेर राख्नु थरसमा उसले बिहान कति बेला भोक लाग्छ खुवाउनुपर्छ दुध पोसम्नी आइरहेछ छोरी रुँदैछ बोलाएर डाडालाई जान्छौँ गुड नाइट के हो यो पोसाउनु डर छैन त अनि डर बर भन्ने कुरा छँदै छैन त सोल्टी किस गरेर गयो छोरी भएको कति खुसी हुन्थ्यो अहिले बिहान आउँछ छोरीले पोसम हेर्ने अरे भनेर छोरी के हो यो छोरी छोरी के हो त्यो के हो यो उता हेर न उता पोसमलाई चाहिँ पानी खायो छोरी पानी खाएको बाहिरको नजारा यस्तो राम्रो छ गुड मर्निङ गाइज आज हाम्रो क्याम्पिङको डे 2 हो एकदम रमाइलो भयो बिहानै उठेँ म छोरीलाई भोक लाग्यो त्यही भएर यहाँ पानी तताउँदैछु यस्तो दामी छ आज तर मेरो छोरीको यसपालि यो टर्न फर्स्ट क्याम्पिङ हो बिहानमा कङ्गारू आउँछ भनेको त्यो एउटा कङ्गारू आएन छ छोरीलाई देखाइदिउँ भनेको कङ्गारू नै आएन छ मेरो छोरीको भागमा
कता गयो कङ्गारु खोज्नु पर्ने भयो। अनि अरू साथीहरू यहाँ सुतिरहेछन्। मेरो छोरी पनि सुतिरहेछ। मेरो छोरीहरू छोरी बुढा भाइहरू सुतिराख्नु भएको छ, उठेकै छैनन्। अब म उनीहरूलाई उठाउन जाँदैछु, उठाउनु पर्यो। गुड मर्निङ छोरी। मेरो छोरी भोकाएको छ, मलाई देख्ने बित्तिकै रुइहाल्छ भोकाले। निन्द्रा पुग्यो मजाले। अर्को गाइडहरू पनि उठ्नु भयो जस्तो छ, आवाज सुन्दैछ। ल ल यहाँबाट अङ्कलहरूले गुड मर्निङ। गुड मर्निङ। यो माथि गर्नु न किन आज गुड गर्ल भएर राति राम्रोसँग सुत्यो। मजाले ल भोक सो केही मतलब भएन, टन्न खाएको थिएँ नि त राति फेरि। अनि हिजो सुत्न नि ढिला सुत्यो नि त। ए छोरी, ल मेरो छोरी निस्कियो गुफाबाट, हाम्रो घरबाट निस्क्यो। आऊ आऊ आऊ। कङ्गालु, ठुलो कङ्गालु आगो ताप्दै हुन्छ। कङ्गालु बेबी यहाँ आउनु। अङ्कलले कति धेरै दाउला लिएर आउँदैछ। ओ माई गॉड। बाउ बिना त्यो अगाडि नै बढिन। भएन छोरी। अङ्कल मलाई कङ्गालु देखाइदिनु भन। ड्याडीलाई कुरेर बस। बाउलाई कुरेर बसेर आउँछ न, बाउलाई निस्किन मेरो छोरी। त्यही त जाने हो तुम जो आगो यस्तरी बालिसक्यौँ हामी। खतरा आगो बाल्नु त भाइ। आगो त बाल्नु पर्यो नि भाउजू, एक्सपर्ट भइसक्यो नि त, एक्सपर्ट। गुड मर्निङ गाइज, हामी उठिसक्यौँ। छोरी यहाँ पुरै आगो तापिरहेको छ। मौसम एकदम बवाल छ, र चिसो केही कति पनि भएन। छोरीले दुःख पनि दिइन, छोरी दुःख दिएन नि होइन, मजाले सुतियो होइन, सबलाई सुत्न पनि दिइन् टोय ट्रेनमा। अनि अब यहाँ बिहान खाजा खानु पर्यो भनेको पानीको अभाव खड्किएर न चिया पाक्ला जस्तो छ, न त अन्डा नै बोइल होला जस्तो छ। पानीको व्यवस्था गर्नु पर्यो। त माथि एउटा टोयलेट थियो, त्यसको बाहिरपट्टि पानी आउँछ कि आउँदैन होला। त्यो चाहिँ काट्यो। के हुँदैछ यहाँनिर, के चल्दैछ यहाँ ठुलो? अरे बरे गुल त माया। हेलो, के मस्त आगो तयार बसेको। ल गाइस, खोइ चिया पाकेन। ल गाइस हाम्रो चिया पाकेर चिया आयो अरे। ल चिया कि पानी? चिया पाकिसक्यो। ओ माई गॉड, वाउ। ल पानी र चिया हुन्छ यार, प्र्याङ्क गर्ने प्र्याङ्क। ल यता दियो नि त हामीलाई पनि पिउनलाई हो तातो पानी। अघि भेटाइयो नि त पानी। ल प्र्याङ्क गर्यो नि त छोरी, प्र्याङ्क गर्नुभयो त मामाले। छोरीलाई खोइ त प्र्याङ्क पो गरिदिरह भने चिया भन्दा पानी दिइरहेको छ हामीलाई। बबाल नि। अनि के गरेको तिमीले? त्यो खाइदिएको त्यस्तरी?
अघि चम्चा लिएर खाएको थिएँ अब चम्चाले उसलाई खाँदाखेरि राम्रो धेरै धेरै आउँदैन चित्त बुझ्दैन चम्चा फालिदिन्छ नि हात चुबेर खान्छ नि भएन है छोरी पनि खेल्न खोजिरहेको छ छोरीलाई पनि पास गरिदिनु पास दिनु खेलाडी पनि बन्छ कि क्या हो छोरी त खालि घरि ब्याडमिन्टन खेल्न खोजे घरि बल खेल्न खोजे किन पास नदिएको तिमीलाई पनि दियो ल ल ल पख ल छोरी ल फाल यहाँ डाडालाई पास देऊ डाडालाई क्याप्सिकम के भयो यार फुन्टीको हिँडाइमा हिँड्यो भने ट्रेकिङ त आज दिनभरि पनि पुग्नु होला आधा घन्टासम्म त्यही भएर अनुहार यस्तो बनाउँदैछ राम्रोसँग ल गाइज अब हामी क्याम्पिङ एरियाबाट हिँड्यौँ क्याम्पिङ एरियाबाट हिँड्ने बेला मिची भिडियो बनाउनु पाएन मोबाइलहरू सबै स्विच अफ भएर गाडी स्टार्ट गर्न अलिकति अन भयो अनि अब हाम्रो क्याम्पिङ सक्यो यो टनको क्याम्पिङ अब हामी हिँड्दैछौँ घरतिर छोरीको लेभल 1 क्याम्पिङको स्टेज क्लियर गरी अब यस्तो माउन्टेनको तयारीमा लाग्नुपर्छ लास्टै रमाइ तर क्याम्पिङ मजाले खेली इन्जोय गरी पिर लागिरहेको थियो बेला बेला सताउँछ कि भनेर यति पनि सताएन रमाइलो भयो